सबैजना हाम्रो पछाडि पछाडि हुने दाईहरू पनि आइदिनु होला। हाम्रो रग्बी समाजका अध्यक्ष दिनेश दाई पनि एक खानको नाच दिनुपर्छ है, आउनु होला प्लिज। मलाई पराई चाहिँ ठान्नु भो दिनेश दाईले किन लाज मान्छु भो गल्दार पानीको भर हुने रहेनछ हो यो जिन्दगानीको पराई चाहिँ ठान्नु भो दिनेश दाईले किन लाज मान्नु भो गल्दार पानीको सबैजना घुमेर नाचौँ त लाउने कस्तो राम्रो नाम देखिन्छ है त सबैजना। भोलि एकछिन ढल्किन्छ मेरा सबैजना नाचौँ त घुमेर गल्धार पानीको पानीको भर हुने रहेनछ हो यो जिन्दगानीको ढल्किन्छ मेरा सबैजना नाचौँ त घुमेर गल्धार पानीको पानीको भर हुने रहेनछ हो यो जिन्दगानीको। दाईहरू दिदी आउनुहोस् न, हजुरलाई चिन्ता छ रमाइलो गर्नुपर्छ तिहारको बेला आउनुहोस् ल दाईहरू। म यहाँलाई पनि बिन्ती गर्न चाहे आउनुहोस् ल। सन्दीप दाई नाच्यो टिका रमाइलो भइरहेछ है। सबैजना बस्न जानु नपाए है आज अहिले हामी
सबैजनाको माया ममताले गर्दाखेरि हामी देश विदेशका विभिन्न कुना कन्दरामा हिँड्न पाइरहेका छौँ। फेरि पनि सबैजनालाई धन्यवाद भन्दै अब गीत सुरु गर्ने अनुमति चाहन्छु। सुरु गरौँ त। हे चिनाबाको चेला गुरु सबै ताली चाहिँ बजाउनु है, ताली म्युजिक छैन। हाम्रो अध्यक्ष पूर्व अध्यक्ष अहिलेको सल्लाहकार हाम्रो काजीवन के अरे याक्सो ल यो चाहिँ नेपालकै रोटी घर भयो है, एकदमै स्पेशल। थ्याङ्क यू धन्यवाद छ। ल जाउँ जित्छ यसो एकदम ध्यान दिएर सुनिदिनु होला। काजी दाइले जित्नु भयो भने म यतै बस्छु होला सायद। हार्नु भयो भने लिएर जान्छु म नेपाल, दाइलाई पनि उतै लिएर जान्छु। भाउजू कता आउनुहुन्छ फेरि माग्नु होला, फेरि रमाइलो है। यस्तो यो रमाइलो हो कि म एकछिन होइन यहाँ कालिम्पोङमा भन्दा पनि म एउटा कुरा गर्छु। तपाईँले अलिक सेन्सिबल होला बहिनी, किनभने सरी भरे गाउँदै जाँदाखेरि कहीँ चिजलाई माया नगर्नु होला होइन, किनभने म प्रोफेसनल गायक होइन। थोर बहुत आउँछ, धेरै चाहिँ आउँदैन, तपाईँहरू जस्तो आउँदैन। अघि नै गाउनु त, अघि केही शब्द ए अघि नै गाउनु ल। त्यस मैले आठबाट म पूर्वको लिम्बू हो, ताप्जिङको लिम्बू है, म ताप्जिङको। ओके ल हुन्छ। अघि शब्द है फेरि एउटा मेरो फुट्छ, अनि मात्रै नभए फुट्दैन। अब थाहा हुन्छ, हे अब थाहा हुन्छ को चेला गुरु हो, कुन चेला गुरु हो। अब हाम्रो तोरी सुरु हो, माया
हे लुकी छिपी म पनि आउँदैछु दुःख सुख दोहोरी गाउँदैछु पातको पात मायाले सम्झन्छु दिनको रात म सकी साराला कसले जित्छ दोहोरीको बाजी मैले मन पराउँछु मन काजी माया बानको ए माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सालाला कसरी आउलेको तिम्रो लागि म पनि जन्मेको पाको पात माया तिमीलाई सम्झन्छु दिनको रात म स्याङ्गी सालाला हे एकछिन मसा बोलेर जिस्केर स्वाट हिँड्न पाउँदैनौ निस्केर माया पानको पात ए माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सालाला जुन पनि तिमी चाहिँ झरी छौ हेर्दाखेरि स्वर्गकै परी छौ पाको पात माया तिमीलाई सम्झन्छु दिनको रात म सकी सालाला टाइम कतिखेर यहाँ साल मलाई एकदमै हे अब दिनै खोलेर खेलिन्छ जुहारी खेलिन्छ घर किले घरमा बास देलिन्छ माया पानको पात ए माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सालाला कुरा बुझ अब के हुने त पानको पात मायालाई सम्झन्छु दिनको रात म सकी सालाला हे कान्छी भने काखैमा चेपे सम्झै फेरि अहिले उत्तर दिन गाह्रो हुन्छ हे कान्छी भने काखैमा चेपे जेठीसँग मिलेर नहेपे माया पानको पात ए माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सालाला हे छोरी मान्छे सुहाउने सारी हो कान्छी बुढी मेरो चाहिँ प्यारी हो पाको पात माया तिमीलाई सम्झन्छु दिनको रात म सकी सालाला हे भन्न थाल्यो प्यारी हो कान्छीलाई प्यारी हो यो बुढोलाई स्याहार गर्ने क्यारी हो माया पानको ए माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सालाला तिमीसँग म पनि रमाउने यो बुढोलाई दिनदिनै समाउने पाको पात सम्झन्छु दिनको रात म सकी सालाला छैन टाइम छैन गाह्रो लाग्दै मलाई हे
जगत सम्झना रहँदैछ बुढो भए जो जागर छँदैछ पार्कोमा माया तिमीलाई सम्झन्छु तिम्रो बुझिसके जोस जागर साह्रै छ तर डबल ड्युटी गर्न त गाह्रै छ माया पानको ए माया तिमीलाई सम्झन्छु दिनको रात पर्सन्दी सलाला। आज हाम्रो डोमर नेभलिज कम्युनिटीको भुपू अध्यक्ष अहिलेको सल्लाहकार उहाँले चाहिँ डोमर नेभलिज कम्युनिटीको चाहिँ नाम राखिदिनु हो। त्यही हाम्रो सबभन्दा ठुलो कुरा। टिका सानो बहिनी कोही आज राप्ती समाजको कोही हुनुहुन्छ नागरिक आउनुहोस् है। टिका बहिनीलाई हामी मौका दिन्छौँ। भोलि गएर तपाईँहरूले हामी राप्ती समाजलाई चाहिँ दोहोरी खेल्ने मौकै दिएन भनेर चाहिँ तपाईँहरूले भनिदिनु होला। आज पनि टिका सानो बहिनीलाई तपाईँहरूको चेली हो मौका हामी दिन्छौँ। थ्याङ्क यू भेरी मच। हाम्रो काजल दाइ के गर्ने अब आज मैले अघि पनि भने धेरै प्रोग्राम जुनेको कारणले हामीले छिटो बुझ्दो कुराहरू चाहिँ हामीलाई गर्न सकेन। तर पनि फाइनल स्पिच हाम्रो राप्ती समाजको अध्यक्षको तर्फबाट केही शब्द राखिदिनु हुनु म थ्याङ्क यू। धन्यवाद सचिवज्यू। सर्वप्रथम त यति समयको बावजुद पनि यहाँ आइदिनु धन्यवाद दिन चाहन्छु सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनी आमा बाबाहरूलाई। र जाँदा जाँदै कलाकार हाम्रा 4 जना कलाकारहरू जो एकदमै राम्रो हामीलाई इन्टरटेन गर्नुभयो उहाँलाई चाहिँ युकेको बसाइ एकदमै राम्रो होस् भन्न चाहन्छु। र यसै गरी सायद समयले जुटायो भने फेरि पनि हामी राप्ती समाज युके समय लामो छ। हामीले अरू पनि प्रोग्राम यदि सायद भन्न सकिनँ तर अर्को पनि यदि समयको परिस्थितिमा मलाई भेट पनि हुनसक्छ होला अर्को प्रोग्राम हुनसक्छ होला। त्यति भन्दै मैले लास्ट टाइम किन म बोल्न चाहेको भने चाहिँ कुनै पनि कार्यक्रम गर्दाखेरि हामीलाई थाहा छ कि पर्दा पछाडि जति पनि काम भएको हुन्छ नि ती व्यक्तिहरू चाहिँ हामीले सबैलाई धन्यवाद दिन्छौँ। कार्यक्रमको चाहिँ सुरुदेखि इनिसिएटिभ गर्ने हाम्रो 2 जना व्यक्तित्व हुनुहुन्छ हाम्रो गाम्स र हाम्रो धनजी। उहाँले धेरै पर्दा पछाडि धेरै काम गर्नुभयो। त्यसै गरेर चाहिँ आजको चाहिँ जस्तै हामी यहाँले गर्दाखेरि चाहिँ यो स्टेज प्रिपरेसन कुरा भयो यो स्टेज फेसिलिटी गराउने कुरा भयो टेक्निकल कुराहरू भयो उहाँ भाइहरूले गर्नुभयो। त्यसै गरी यहाँको जति पनि केटरिङको फेसिलिटी हाम्रो चाहिँ स्पेसली बर्मन दाजु पछाडि हुनुहुन्छ हरियो टी सर्ट लगाएको है अहिलेसम्म पनि हाँसिराख्नु भएको छ। हिज सच लभली पर्सन है। उहाँ चाहिँ अल द वे फ्रम कोलम स्टेटबाट आएर उहाँले त हामीलाई यस्तो राम्रो खाना खुवाउनुभयो हामीले खाएको देखेर उहाँ चाहिँ एकदम हि वाज सो ह्याप्पी द्याट वी आर गाभिङ सच अ वन्डरफुल फुड। यति हुँदै गर्दा इन्टरटेनमेन्टको हाम्रो भाइले एकदमै राम्रो गर्नुभएको छ होइन। जस्तै हाम्रो मैले पदाधिकारीले अलरेडी त थ्याङ्क यू भनिसकेँ। जाँदा जाँदै व्यक्तिगत हिसाबमा चाहिँ हाम्रो चेयरम्यानज्यू उहाँले एकदम राम्रो कोअर्डिनेट गरिदिनु भयो। त्यसको लागि म पुनः धन्यवाद दिन चाहन्छु। मैले छोटोमा भन्नुपर्दाखेरि पर्दा पछाडि जति पनि हाम्रो काम गर्नु पर्ने आउँछ उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। शुभरात्रि यात्रा सफल होस्। धन्यवाद।